यताको भ्यू चाहिँ यता चाहिँ पानी रहेछ होइन, पानी खाने पर्छ। अब चाहिँ यहाँदेखि हिउँ पनि स्टार्ट भयो होइन। अब के हालत खराब भइसक्यो होइन, हामीलाई भुल लागेर होइन। हिउँ पनि बाल्यौँ होइन। अब कालबाट ग्राउन्ड पुग्यौँ होइन। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग होइन। हम्पी बेस क्याम्पमा बस्यौँ होइन हिजो। यहाँबाट चाहिँ हामी आज तालसम्म जाने होइन। आज एकदम एकछिन पछि जाने, घाम पनि लागिरहेको छ होइन। एकदम यहाँ चाहिँ एकदम चिसो छ होइन, माथि एकदम चिसो छ। अहिले बिहानको कति 6:30 बजिरहेको छ होइन। अब एकछिन पछि निस्किने हामी। अब हेरौँ कस्तो हुन्छ मौसम। हिजो चाहिँ मौसम राम्रो भएको कारणले चाहिँ हामी चाहिँ राम्रोसँग हिँड्न सक्यौँ होइन। आज पनि मौसम राम्रो भयो भने एकदम राम्रो हुन्छ हिँड्न। खै हेरौँ के हुन्छ अब, अहिले भन्न सकिँदैन होइन। हेर्दै जाउँ, बिस्तारै घाम लाग्दैछ होइन। पछाडि यहाँबाट भ्यू चाहिँ यस्तो छ होइन, यहाँबाट यस्तो देखिन्छ होइन। मस्त पछाडि हिँड्नुहुन्छ होइन, क्याम्पबाट यस्तो देखिन्छ होइन। यस्तो छ भ्यू होइन, क्याम्पबाट यस्तो देखिन्छ भित्र होइन। यस्तो छ क्याम्पमा। हामी हम्पी बेस क्याम्पमा बस्यौँ होइन हिजो। यहाँबाट चाहिँ हामी आज तालसम्म जाने होइन। आज एकदम एकछिन पछि जाने, घाम पनि लागिरहेको छ होइन। एकदम यहाँ चाहिँ एकदम चिसो छ होइन, माथि एकदम चिसो छ। अहिले बिहानको कति 6:30 बजिरहेको छ होइन। अब एकछिन पछि निस्किने हामी। अब हेरौँ कस्तो हुन्छ मौसम। हिजो चाहिँ मौसम राम्रो भएको कारणले चाहिँ हामी चाहिँ राम्रोसँग हिँड्न सक्यौँ होइन। आज पनि मौसम राम्रो भयो भने एकदम राम्रो हुन्छ हिँड्न। खै हेरौँ के हुन्छ अब, अहिले भन्न सकिँदैन होइन। हेर्दै जाउँ, बिस्तारै घाम लाग्दैछ होइन। पछाडि यहाँबाट भ्यू चाहिँ यस्तो छ होइन, यहाँबाट यस्तो देखिन्छ होइन। मस्त पछाडि हिँड्नुहुन्छ होइन, क्याम्पबाट यस्तो देखिन्छ होइन। यस्तो छ भ्यू होइन, क्याम्पबाट यस्तो देखिन्छ भित्र होइन। यस्तो छ क्याम्पमा। हामी चाहिँ अब यहाँदेखि अब जाने तयारी भइसक्यो होइन। अब एकछिन यहाँबाट अब रेडी भएर निस्किने होइन हामीहरू। एकजना दाइ चाहिँ नजाने रे होइन, जान सकिँदैन रे, उहाँलाई चाहिँ गाह्रो भयो योभन्दा माथि जान होइन। ल चाँडो रेडी है, म चाहिँ रेडी हुनु थाल्यो है। ल हिँड्ने म रेडी भइसक्यो है केटा। अब चाहिँ यहाँदेखि हिउँ पनि स्टार्ट भयो होइन। अब यहाँदेखि हामीले ऊ माथि जाने होइन। हम्पी हिमाल देखिने चाहिँ ऊ माथि धेरै छ। अब देख्न त यहाँ नजिकै देखिरहेको छ होइन। जान एकदम धेरै टाइम लाग्छ। जाने बाटो चाहिँ ऊ होइन, ऊ माथि। अनि ऊ माथि टपबाट चाहिँ ठुलो ग्राउन्ड छ होइन। त्यो ग्राउन्डमा चाहिँ 1-2 घन्टा लाग्छ होइन। 2 घन्टा जति लाग्छ हिँड्न होइन। हामी आएको चाहिँ यहाँबाट होइन, प्ले ग्राउन्ड छ। यहाँको भ्यू नि एकदम मजाको छ होइन। माथि केटाहरू अगाडि पुगिसक्यो। म बिस्तारै जाँदैछु अन्त भ्लग बनाउँदै होइन। म चाहिँ एक्लै पछाडि हिँड्दैछु होइन। केटाहरू चाहिँ अगाडि पुगिसके। अब हेरौँ न टाइम कति भएको छ होइन। एकदम हिँड्दा होइन। यहाँ चाहिँ हम्पी स्टार्ट हुँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि एकदम रुखहरू त्यो कमीको कारणले चाहिँ होइन, कुन दिशामा बुद्धि चाहिँ रुख छ, कुन दिशामा पनि रुख छ होइन। बिच बाटोमा पनि अलिअलि रुखहरू छ। अनि हम्पी क्रसिङ हम्पी लागेपछि चाहिँ केही पनि छैन त्यस्तो, पुरै खाली छ चारैतिर, पुरै सुक्खा होइन। फुलहरू पनि आजभोलि सुकिसकेको रहेछ होइन। अलिअलि छ केही ठाउँमा। केटाहरू खै कहाँ पुगे। आज चाहिँ यतै बसिन्छ कि खै बुद्धि गइन्छ हेरौँ होइन। उता आज हाम्रो पुग्ने प्लान चाहिँ माथि होइन, हम्पीको ठ्याक्कै फेदमा होइन। पुग्न सकिन्छ कि सक्दैन, हिउँ कतिको छ हेरौँ होइन। ऊ पछाडि टन्नै छ हिउँ होइन, टाढाबाट अब टन्नै देखिरह होला। अब नजिक गएर हेरौँ न होइन, के छ कस्तो छ होइन।
सकिन्छ जाने भनिरहेको थियो केटाहरूले होइन। म चाहिँ अब जाने प्लानमा हो। एकजना नि मसँग गयो होइन। एक्लै हिँड्न त गाह्रो हुन्छ, आफूसँग एउटा मान्छे भयो होइन, भयो के अरू केही पनि चाहिँदैन होइन। हामी आएको चाहिँ ऊ पछाडि देखिरहेछ बाटो। यता चाहिँ फर्स्ट ब्लग भएको कारणले चाहिँ होइन, मसँग माइकहरू पनि छैन, केही पनि छैन होइन। यत्तिकै बोलिरहेको छु। अब हावाको कारणले त्यो राम्रोसँग सुनिँदैन होइन। अब मिलाएर अलिअलि सुनिन्छ होला, मिलाएर बुझ्ने होइन त्यो त अब होइन। फर्स्ट ब्लग हो, अब माइक पनि छैन, केही पनि छैन त्यस्तो। बिस्तारै गर्नु पर्ला सबै कुराहरू, टाइम लाग्छ नि त गर्नलाई। उफु पछाडि त डेन्जर पुरै ढुङ्गै ढुङ्गा छ त हो। क्यामेराबाट भ्लग बनाउनु नि होइन एकदम गाह्रो हुने के। कहाँ केटाहरू त तल गएछ त हो, केटाहरू चाहिँ ऊ पछाडि छन् होइन। धेरै पहिलादेखि नै भ्लगहरू बनाउने प्लान थियो होइन। पहिला नि भ्लग बनाएँ मैले होइन। स्टार्टिङमा बनाउँदा चाहिँ राम्रै लाग्छ होइन, घर गएपछि यसो हेर्दा होइन आफैले मजा लाग्दैन। अनि त्यही भएर 2000 मैले के 24देखि सुरु गरिरहेको थिएँ समथिङ होइन। अब 2025 नि भइसक्यो होइन, 2025 नि लागिसक्यो। अब योपालि चाहिँ जे जस्तो भयो नि होइन हालिदिने हो ड्याङडुङ पारेर होइन। राम्रो आओस् नराम्रो आओस्, स्टार्टिङ हो होइन। यस्तै हुन्छ स्टार्टिङमा, बिस्तारै गर्दै जाँदा सबै कुराहरू होइन मिल्छ नि त होइन। अनि हुन्छ बिस्तारै। अब फाइनली अब हिउँ पनि देखियो होइन यहाँबाट। ओहो केटाहरू चाहिँ बाटो थाहा नपाएर तल गएर छैन होइन। ओहो अर्को ठाउँबाट गयो भने, मार्माबाट गयो भने चाहिँ होटेलहरू छ होइन। यता चाहिँ हामी जाने ठाउँ चाहिँ नर्थदेखि होइन, हामी चाहिँ नर्थदेखि जाँदैछौँ। के अरे यहाँ नर्थ साइड पर्छ होइन, नर्थ वेस्ट होइन, ठ्याक्कै नर्थ वेस्ट पर्छ यहाँ। उता चाहिँ साउथतिर होइन, यहाँबाट चाहिँ नर्थ वेस्ट पर्छ यहाँ। अब यहाँदेखि उकालो स्टार्ट भइसक्यो होइन। अब हेरौँ केटाहरूले कति गाँड गर्छ। म त सकेसम्म जाने होइन, एक्लै भयो नि जाने प्लानमा छु। हेरौँ केटाहरू त्यहाँदेखि माथि 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 होइन यस्तो हुँदै अनि त्यहाँबाट चाहिँ सिधा छ होइन मैदान, दामी होला त्यहाँ माथि होइन। पहिला आएको टाइम चाहिँ भ्लगहरू बनाउनु पाएन होइन। म सालको एकचोटि आउँछु होइन यहाँ, सालको एकचोटि म जसरी पनि पुगिरहेको हुन्छु। राम्रो ठाउँ त सालको जति गयो नि होइन राम्रै लाग्छ होइन।
अब यहाँदेखि उकालो स्टार्ट भइसक्यो। अब यहाँ चाहिँ भिडियो बन्द गरेर दामी तरिकाले हिँड्नु पऱ्यो होइन। बोल्दाखेरि के हुन्छ भन्दाखेरि यहाँ सास लाग्छ होइन, सो त्यही भएर उकालोमा बोल्नै मिल्दैन होइन, सिधामा मात्र बोल्ने हो। ला बाटो पनि त्यस्तै छ। यहाँ चाहिँ खोला छ होइन बिचमा, खोला तरेर यहाँबाट जाने होइन। सकिन्छ चाहिँ दाइ, सकिन्छ जानु, सकिँदै जानु गइन्छ चाहिँ हाम्रो काले ऊ पनि अलिक कालै छ होइन। यहाँबाट जाने हामी पुग्ने भने चाहिँ ऊ टपमा होइन, त्यहाँ मन्दिर छ। उकालोमा थाकेर रेस्ट गऱ्यौँ होइन। यहाँबाट चाहिँ हामी हिजो बसेको ठाउँ पनि देखिन्छ होइन। ऊ तल हामी हिजो बसेको, ऊ तल लास्ट देखिरहेको छ होइन, चाहिँ ऊ तल चढेर तल देखिरहेको छ डोला तल। अरूलाई त होइन यो यताउति खाएर हिँड्न गाह्रो हुन्छ होइन, म त होइन, म त बिस्तारै होइन तान्दै सम्भो भन्दै हिँड्ने हो म त होइन। फेरि छुट्टै एनर्जी आउँछ होइन, अर्कै भाइ पाउँछ तान्यो भने तान्ने हो, सम्भो भन्ने हिँड्ने हो, भालै छैन कसैको होइन। अरू यो त हो सकिन्छ जान आज त्यहाँ। टाइम कति भयो त उसको हालत नि, 11:30 12 बजिसक्यो होला अहिले त। पछाडि हिजो बसेको ठाउँ तल हेर्न काले कस्तो देखिरहेको राम्रोमा। हाम्रो बस्ने प्लान चाहिँ खासमा त्यो अफीको फेदमा होइन, अब युटर्न नै रहेछ। अब कहाँ जान सकिन्छ त माथि होइन, यहीँदेखि स्टार्ट छ योभन्दा माथि झन् कति होला माथि ओसो भइकाले। अब माथि अब थोरै छ हिँड्नुपर्ने। यहाँबाट चाहिँ अब झन् धेरै हिउँ स्टार्ट भइसक्यो होइन। राम्रोसँग गयो भने त तल होइन खोलामा। ल यहाँ त आइस छ पुरै जमेको होइन। अब हाम्रो टप पुग्न लाग्यौँ होइन। शम्भु शम्भु ऊ चाहिँ मन्दिर छ। ओहो झन् अब जोस आउने भयो होइन। ऊ चाहिँ मुसा ऊ कहाँ गयो यार देखाउँ। यहाँबाट चाहिँ भ्यू बबाल देखिन्छ तलको, यी खोला होइन, माथिबाट आउने लेकबाट आउने। ओहो ऊ इन्डिया तल देखिने होइन, रोड छ इन्डियाको ऊ तल। जुत्ता नलाए जुत्ता, साथीको चाहिँ जुत्ता होइन गाडीमा छुटेर उसले यतै लोकल मान्छेको जुत्ता लाछ होइन। आउनै पर्यो जानै पर्यो, आइसक्यो होइन। आइसक्यो त अब के गर्ने अरू होइन। ल हिउँ त कालु यो माथि त झन् हिउँ छ त यार। धुपबारले हुन्छ साथी यार। हर हर महादेव जय शम्भु। ओहो ल क्या खतरा देखिरह्यो भने होइन। पहिला फर्स्ट टाइम आउँदा होइन यहाँ त्यस्तो भ्लगहरू बनाउनु पाएन। त्यतिखेरै सोचिसकेको थिएँ मैले नेक्स्ट टाइम आयो भने फिक्स भ्लग आउँछ यहाँको। फर्स्ट भ्लग नि यतैबाट स्टार्ट हुँदैछ होइन मेरो। यो कुन महिना हो रे यार, अक्टोबर 13 होइन आज। हाम्रो स्टार्ट जर्नी चाहिँ हाम्रो स्टार्ट चाहिँ कहिलेदेखि भयो काली ओइ। ल यहाँ त झन् हिउँ छ होइन। हामी चाहिँ अब टपमा पुग्यौँ होइन। यहाँबाट चाहिँ अफीको फेद सुरु भनौँ न अब होइन। 0 पोइन्ट योभन्दा माथि चाहिँ जान सकिँदैन अब।
पछाडि नि बबाल देखिरहेछ एकछिन धुप बाल्नु पऱ्यो है कालु यता मन्दिर त पछाडि छुट्यो त यार उहु माथि माथि त जमिन्छ क्या हो एकचोटि माथि भ्लगमा देखाउँ न एकचोटि है फेरि बार फेरि तल गरेर धुप बालौँला होइन केही छैन उहु क्यामेरामा नि भ्लग बनाउन एकदम गाह्रो हुने क्या उहु फाइनली अब पछाडि देखिँदै छैन अपी ऊ पछाडि उहु पुग्ने भने त्यही हो अब उहु जान सकिन्छ नि कालु योभन्दा माथि कमै छ त्यस्तो धेरै नै छैन अलिअलि छ बरु आज बेलुकी यतै बस्ने बरु ल एकछिन यता रेस्ट गर्ने जाने भने अब चाहिँ नजिकै पुग्यौँ लगभग होइन ऊ लास्ट देखिने चाहिँ अपी होइन धेरै हिउँ भएको ठाउँ ठ्याक्कै त्यसको तल चाहिँ लेको होइन उतासम्म पुग्ने प्लान हो हाम्रो खासमा हेरौँ अब हिउँ टन्नै छ भन्छन् के केटाहरू होइन टन्नै छ हिउँ हुनु त होइन तल चाहिँ छैन फेरि यहाँदेखि चाहिँ टन्नै स्टार्ट भयो हिउँ यो माथि हुँदै जाने यहाँबाट होइन अनि माथि चाहिँ एउटा ठुलो ग्राउन्ड छ अनि त्यो ग्राउन्ड कट्यो भने चाहिँ फाइनली पुगिन्छ अब हेरौँ के हुन्छ धुप पनि बाल्यौँ होइन अब यहाँबाट चाहिँ अब माथि उकालो लाग्यो होइन अनि यो माथि चाहिँ सिधा अलि सिधा हिँडेर उकालो हिँड्नुपर्छ फेरि यहाँ माथि त्यहाँ टपमा पुगेर अनि त्यहाँदेखि सिधा बाटो छैन चाहिँ ब्याग लाउनै पर्यो ओहो म चाहिँ पछाडि हिँड्दैछु अहिले होइन घाम पनि आँखैमा लागिरहेको छैन अहिले आँखा फुलिरहेको छैन एकदम आँखा डेन्जर फुलिरहेको छ हिउँले चस्मा मैले ल्याएको चाहिँ चस्मा हराइसक्यो होइन दाइको चस्मा थियो उसले लगाइसक्यो साथीहरूसँग नि दुईवटा चस्मा छ अनि एउटा दाइसँग नि चस्मा छैन यस्तो ठाउँमा त होइन हिउँमा चाहिँ चस्मा लाउनै पर्छ होइन नत्र आँखा पोल्छ होइन हेरौँ सकेसम्म नपोलोस् यो त चाहिँ पानी रहेछ होइन पानी खानु पर्यो केटाहरूलाई भोक लागेर होइन खाजा खान थाले अब यतै हो दाइ थोकै हो दाइ अब हिँड्लै हो आफ्नै भाषा बोल्नु हो दाइ अब थोकै छ लगा अब बिस्तारै जाने हो अब नास्ता एकछिन 2 घन्टा
अब 2 घन्टा समथिङ हामी चाहिँ यहाँबाट दाइहरू चाहिँ दुईजना दाइहरू चाहिँ दुईजना दाइहरू चाहिँ जान नसक्ने रे होइन नजाने रे इच्छा नभएको सरी ल अब रेडबुल हाल्नु राम्रोसँग हाल है राम्रो ठाउँमा हाल ब्याग त मेरो त्यस्तै छ जिगज्याग होइन पुरै ल त चाँडो गर न जाने होला तल जाने अरू राम्रोसँग जानु है हामी एकछिनमा पुगेर आउँछौँ माथि पुगेर अब यहाँबाट कति लाग्छ र कति बज्यो 2 बज्यो होइन 3-4 बजे थिएँ अनि 5 बजे तल भाइ ल बाटो चाहिँ यता डेन्जर छ होइन यस्तो छ बाटो यो चाहिँ माथि लेकबाट आउने खोला होइन यहाँ न यहाँ अब त हिउँ चढ्न छ जहाँ गयो अब पुग्ने भने चाहिँ माथि होइन अब चाहिँ भ्यू चाहिँ राम्रो राम्रो देखिँदैछ यो माथि गयो झन् राम्रो देखिन्छ होइन अब चाहिँ हामी उकालो कटेर माथि ग्राउन्डमा पुग्यौँ होइन अब यहाँदेखि चाहिँ अब अलि नजिकै पर्छ होइन यहाँ चाहिँ एकदम धेरै हिउँ छ होइन तलभन्दा त कति धेरै हो तालु पर कहाँ लास्टदेखि लाभ यो ल यो लास्ट धारदेखि लाभ तैका ओराउने फाइनल्ली पुग्यो होइन अब यहाँबाट चाहिँ सिधै हो उताबाट होइन लेक चाहिँ ताल चाहिँ त्यो पर होइन त्यो पछाडि तार अनि ऊ चाहिँ अपिमाल ठ्याक्कै त्यसको तल चाहिँ ताल हो होइन अब हेरौँ केटाहरू चाहिँ थाकिसक्यो होइन सकिँदैन अब जान हेरौँ सकेसम्म आज आएको चाहिँ ऊ तलबाट होइन ऊ तल दाइ सकिने दाइ रिटर्न हुने हो यताको भ्यू चाहिँ एकदम दामी छ होइन नर्वे जस्तै छ यताको भ्यू पहाडै पहाड लास्टको देखिने चाहिँ अपी केटाहरू चाहिँ हालत खराब भइसक्यो होइन एकदम राम्रोसँग बनाउँदैन बनाउँदैन हेर्न कम गाह्रो हुन्ला त हिट्टाइ पछिको चाहिँ भ्लग बन्दैन होइन किनकि चार्ज पनि छैन ब्याट्रीमा कम छ अनि गाह्रो त अब त्यस्तै हो अब त्यो भिडियोमा देखिरहेछन् साथी भन्नै पर्दैन नि यार बुझिहाल्छ नि मान्छेहरूले तैँले जस्तै तैँले बुझिहालिस् अब होइन अरूले पनि त बुझिहाल्छ ऊ पनि भ्लगर होइन खासमा उसले चाहिँ झ्याउ लागेर छोड्या हो होइन मेरो त स्टार्टिङ भ्लग हो होइन अब छोड्ने नछोड्ने कुरा पछि थाहा हुन्छ होइन अहिले चाहिँ भन्न सकिँदैन त्यो कुरा हालत चाहिँ डाउन पुरै जुत्ताभित्र पानी 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 भएको छ होइन हिउँ गएर बस्दै आज हिजो बसेको चाहिँ ऊ तल आज चाहिँ बुद्धि बसिन्छ बेलुकी खानालाई केही पनि छैन हामीसँग सबै सामानहरू सक्यो होइन आज दिनभरि भुकभुकै
हिँडिरहेको छ होइन केटाहरू हामी सबै। यहाँबाट कहाँ जाने त काले? हामी चाहिँ अब रिटर्न हुँदैछौँ होइन। योभन्दा माथि चाहिँ टन्नै हिउँ छ होइन, जान सकिँदैन। अपी चाहिँ ऊ पछाडि देखिने चाहिँ अपी होइन। अब अलिकति बाँकी थियो यहाँबाट 1 घन्टामा पुगिन्थ्यो होला। अब केटाहरू अब जान सकिँदैन रे होइन। अब मेरो मन भएर के गर्नु होइन होइन। बाक्लो छ, धेरै छ हिउँ। नेक्स्ट टाइम चाहिँ पक्कै पुगिन्छ उता आयो भने होइन। योपालि यस्तै भयो होइन। के सोच्दै थिएँ जिन्दगीमा के भयो आज भन्ने टाइम अहिले हो कि होइन। तर ठिक छ, नेक्स्ट टाइम चाहिँ पक्कै आइन्छ होइन। अब हिउँ कम भयो भने आइन्छ। अब नेक्स्ट इयर योपालि त अब हिउँ पर्छ होइन टन्नै। अब झन् थपिन्छ अब गल्ने। अब अलिक बिस्तारै गल्छ, गल्यो भने त्यही हो। अब निस्किम, नेक्स्ट टाइम आइन्छ। अब ऊ पछाडि देखिने चाहिँ साउथबाट चाहिँ त्यहाँ पुगिन्छ होइन। ऊ लास्ट देखिने त्यो पर चाहिँ साउथबाट होइन। यहाँ चाहिँ हामी नर्थ वेस्टबाट होइन, नर्थ वेस्टबाट हामी यहाँ आयौँ होइन। तर जान सकिएन। ठिकै छ हेर। अब हेरौँ नेक्स्ट इयर आइन्छ कि अब कहिले आइन्छ हेरौँ। जाने मन त छैन तर पनि जानै पर्यो केटा। ऊ पछाडि देखिने अपिमालो यहाँबाट होइन, धेरै टाढा पनि होइन। ऊ पर गयो भने ठुलो ताल छ। हाम्रो मेन जाने भने चाहिँ तालसम्म हो के होइन। त्यो पुरा भएन। अब ठिकै हो। अपी हिमाल त देखियो होइन ऊ पछाडि। खासमा यही हो अपी होइन। अपीको बेस क्याम्प नि यही हो। योभन्दा पर ऊ पछाडि चाहिँ अपी, त्यहाँ जान सकिँदैन होइन। अब नेक्स्ट इयर आयो भने नेक्स्ट ब्लगमा आउँछ पक्कै होइन। हिउँ त यति टन्नै छ होइन, हिँड्नै गाह्रो हुँदैछ। जान मन त सबैले थियो होइन। अब के गर्नु, सोचे जस्तो कहाँ हुन्छ र जिन्दगीमा। सबै हुँदैन तर ठिक छ। पहिला म त गएको हो नि त होइन। दाइहरूलाई भने मात्र हो र खासमा। दाइहरूले अब साथीहरूले अब सक्दैन रे अब कहाँबाट त। अब मैले त पहिला पनि देखे हो ताल। यहाँको भ्यू चाहिँ डेन्जर छ होइन। हिउँले आँखा पनि पोल्नु थाल्यो कि अब होइन। हामीसँग टाइम कम भयो र होइन। टाइम भएको भए त हामी जान्थ्यौँ होइन। टाइमको कमीको कारणले हो। उता गयो भने होइन हामी बस्ने ठाउँसम्म पुग्नु त हामीलाई अब यहाँबाट कति 3 घन्टा लाग्छ। ऊ तल होइन। हामीलाई बिहानै ढिलो भयो नि त दाइ। त्यही त प्रब्लम हो दाइ। ठिक छ शम्भु अब के भनौँ होइन। यहीँबाट शम्भु भयो। अब नजिक पुग्न सकिएन त। उता एउटा मन्दिर पनि थियो कि ठुलो होइन। त्यस्तै छ, ब्याड लक। स्टार्टिङबाटै त्यस्तै हो यो टुरमा होइन। कतिखेर केही नमिल्ने, कतिखेर केही नमिल्ने। सोचेको जस्तो केही पनि भएन होइन। ठिक छ। मुडी मान्छेहरू बढी भयो। मुडी ऊ पनि मुडी होइन। उमाकाले सबै केटाहरू मुडी छ होइन। कहाँबाट अब नेक्स्ट इयर आयो भने 2 जना मात्र आउने होइन। धेरैजनासँग हिँड्न पनि सकिँदैन होइन। गाह्रो छ। ओहो लड्यो भने त यस्तो छ होइन। यस्तो लड्यो भने त अब त्यस्तो त केही हुँदैन। अलिअलि हात खुट्टा टुट्ने डर हुन्छ होइन। हात खुट्टा छैन र लामो सकिँदैन जिन्दगी। कसले हेर्छ त्यसपछि, कसले नि हेर्दैन। अब नेक्स्ट इयर साउथबाट पनि गइन्छ होइन। हेरौँ त्यहाँ कस्तो छ होइन। यहाँ चाहिँ धेरैचोटि आइयो
साउथबाट चाहिँ नेक्स्ट इयर पक्कै गइन्छ। अक्टोबरको महिना पनि अलिक गाह्रो हुन्छ नि त होइन, नेपाली हिउँ चाँडो परेको कारणले चाहिँ अलिक गाह्रो भयो। सरी कालेमा चाहिँ के गर्ने बुट भएन योले कहाँ धान्थ्यो यहीँसम्मले पुगिहाल्यो। कहाँ जाने यार बाटो आइया बाटोले गयो भइगयो नि। हिउँ कम भएको ठाउँ जानु हो कि होइन, उपरबाट हिउँ कम छ। बेजोक केटाहरूको बेजोक। बंदे लोगों को कॉल करूँ मैं अभी, भैंस की डायलॉग कहिले याद आउँदैछ। बंदे लोगों को कॉल करूँ के भयो आज भन्न, के सोचे थिएँ भन्न पनि आउँदैन यार। के सोचे थिएँ जिन्दगीमा के भयो आज, यस्तो गीतहरू सुन्दैन नि त, त्यही भएर हो। गांगलाम बोतो जाजरा यूल भरी गया पाइद बे खुट्टु मोडकी गया के हुने होला। काले क्यामेरामा साप देखिनला हेर त, आफ्नै अनि अरु कति सबैको अनलाइन भनेर हेर्न साप देखिनला है। चीज मा भिडियो बनाइ पछि लास्टमा ब्लड निस्किन्छ, मा भेजा हुन्छ भन्दै त यार। 9-10 बजेले सिधा तल पुगाइ अनेरो पिछा हामी हाबरा 8-9 बजी पुगिन्छ बुद्धि आज हामी बस्ने ठाउँ। यता बसौँ भने होइन खानालाई केही पनि छैन होइन, अब उता बुद्धीमा त होटेल छ नि त होइन, अनि बुद्धीभन्दा तल मेरो घर भइहाल्यो होइन। भोलि चाहिँ घर पुगिन्छ, घरमा गएर मस्त चिल हुन्छ होइन। एकदम गाह्रो भएको छ यता, बिहानदेखि केही पनि खाएको छैन होइन, के गर्नु अब होइन। अहिले आउँदैछ घरको खानाको याद होइन, अब के गर्नु। त्यही भएर खानाको चाहिँ कदर गर्नुपर्छ होइन। यस्तो ठाउँमा आएर खानाको याद आउँछ होइन, कदर पनि थाहा हुन्छ खाना भनेको के हो भन्नु। केटाहरू चाहिँ हालत खराब भइसक्यो होइन एकदम। राम्रोसँगै पुरै हिउँ गएको छ होइन खुट्टामा, यस्तो कुरै नगरौँ एकदम चिसो हुँदैछ होइन। तर के गर्ने अब आएपछि जानै पर्यो होइन, हुन्छ होइन। तर ठिक छ, तालमा चाहिँ पुग्न सकिएन, अब अरू त्यही हो, अरू अपिच देखिहाल्यो होइन केटा हो, अपिच देखिहाले। के देखिरह हामी दिउँसै होइन दाइ, दिउँसै के देखिरह यस्तो भ्यू। नसोचेको कुरा त हो नि दाइ जिन्दगीमा है। फेरि पुरै खुट्टा यस्तो चिसो भएको छ नि सबैको। ओहो तल्लाई कन्जिया पुग्यो पुगिहाल्ला नि यार, हिउँ हेर्पैमा बिस्तारै हिँड्नु नै पऱ्यो। अगाडिमा के खड्डा भइगयो बट ऊ तलबाट चाहिँ अलि हिउँ कम छ होइन, यहाँ चाहिँ धेरै माथि भयो के। हाइट चाहिँ कति होला दाइ 3000? 4000 माथि, यहाँसम्मको चाहिँ 4000 माथि। बेस क्याम्प तालमा पुगिएन दाइ, बेस क्याम्पमा त पुगियो नि दाइ। ऊ चाहिँ इन्डियाको होइन भ्यू। ओहो घाम चाहिँ अलिअलि छ, बनाउँदैन बनाउँदैन। हेर्न कम गाह्रो हुन्ला त हिट्टाइ, पछिको चाहिँ बन्दैन होइन, किनकि चार्ज पनि छैन, ब्याट्रीमा कम छ। अनि गाह्रो त अब त्यस्तै हो, त्यस्तै हो। अब त्यो भिडियोमा देखिरहेछ नि साथी, भन्नै पर्दैन नि यार, बुझिहाल्छ नि मान्छेहरूले। तैँले जस्तै तैँले बुझिहालिस् अब होइन, अरूले पनि त बुझिहाल्छ। ऊ पनि भ्लगर होइन खासमा, ऊ
उसले चाहिँ झ्याउ लागेर छोड्यो हो होइन। मेरो त स्टार्टिङ भ्लग हो होइन। अब छोड्ने नछोड्ने कुरा पछि थाहा हुन्छ होइन। अहिले चाहिँ भन्न सकिँदैन त्यो कुरा। हालत चाहिँ डाउन, पुरै जुत्ताभित्र पानी 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 भएको छ होइन हिउँ गएर। बस्ने आज हिजो बसेको चाहिँ ऊ तल, आज चाहिँ बुद्धि बसिन्छ बेलुकी। खानालाई केही पनि छैन हामीसँग, सबै सामानहरू सक्यो होइन। आज दिनभरि भुकभुकै हिँडिरहेको छ होइन केटाहरू हामी सबै। यहाँबाट कहाँ जाने त काले? हामी चाहिँ अब हिजो बसेको ठाउँमा पुग्यौँ होइन, क्याम्पमा, बेस क्याम्पमा। यहाँबाट चाहिँ अझै गइन्छ होइन बुद्धि। टाइम पनि धेरै भइसक्यो, 5 बजी 6 बजिसक्यो होइन। अब अँध्यारोमा पुगिन्छ होइन। पुगिन चाहिँ बुद्धि। अब यहाँ बस्नलाई खानेकुराहरू छैन होइन। बुद्धिमा होटलमा बसिन्छ आज। के गर्ने, पुग्न सकिएन माथि होइन। अहिले त कस्तो बवाल मौसम भएको छ। नेक्स्ट टाइम आयो भने चाहिँ पक्कै गइन्छ होइन उता। अब भ्लगको इन्डिङ पनि यतै हुन्छ होइन। अब योभन्दा तल चार्ज पनि छैन। अब भोलि चाहिँ घर पुगिन्छ होइन। ओहो टेन्ट उता छ, मौसम चाहिँ बवालै भयो होइन। ओहो मंजिल के 2 कदम दूर से वापस आ गए हम। मेरो जकेट चाहिँ उतै बिर्सेँ होइन। के गर्ने अब जान सकिँदैन लिन, छोडिदिउँ अब। नेक्स्ट इयर आयो भने उठाउनु पर्ला त्यो जकेट। यार्चा गुम्बा खोज्ने भने चाहिँ यहाँ हो होइन। यहाँ चाहिँ मलाई राम्रोसँग थाहा छ कहाँ पाउँछ यार्चा गुम्बा, कुन ठाउँमा पाउँछ होइन, राम्रोसँग थाहा छ। किन भन्दा सानो छँदा म पनि खोज्थेँ कि यता यार्चा गुम्बा होइन। सानो छँदा यार्चा खोज्थेँ यता, धेरै भइसक्यो नखोजेको होइन। ओहो यार्चा गुम्बा पाउने भने यही हो होइन। मान्छेहरू चाहिँ यसरी बस्छन् यो माथि टेन्ट लगाएर होइन। अनि उता चाहिँ दाउरा चाहिँ एकदम टाढा छैन यता। अब क्याम्पभित्र हेरौँ के सामान क्याम्प नि उठाउने हो। अब चाहिँ नावर होइन, यताको नावर ऊ जाँदैछ हेर्नु होइन। तिनीहरू बस्ने भने चाहिँ ऊ माथि टपमा बस्छ होइन। कहाँ किर्किने त यार, टन्न हुने कि हेर्नु न। अहिले त देखिसक्यो त हामीलाई, देखिया त हामी हेर्न यो जुमी मजा आयो देखे। अब नेक्स्ट ब्लग चाहिँ होइन राम्रोसँग आउँछ। फर्स्ट ब्लगमा चाहिँ अब त्यस्तै भयो होइन। फर्स्ट टाइम अब बनाउँदा होइन, अब सबै कुरा पनि थाहा थिएन नि त होइन। हामी जाने भने चाहिँ यहाँ बाटो होइन। अहिले त चिसो भएर ज्याकेट पनि लगाइन होइन। अब त एकदम चिसो भएर होइन ज्याकेट पनि लगाइयो होइन। अब घाम पनि जानु थाल्यो भनौँ न। अब डाँडा मात्र छ घाम। अब 6 बज्न पनि लाग्यो नि त, 6 बजिरहेको छ। रुगा लागेर पनि यस्तो भएको छ। हिजो घरमा गएर आनन्दसँग नुहाइन्छ एक दिन होइन। 2-3 दिन भयो ननुहाएको। आज नुहाउने प्लान थियो होइन तालमा, अब पुगेन। सो त्यही हो। अब चाहिँ आफै देखिने, यहाँ पर गयो भने चाहिँ आफै देखिँदैन होइन हिमाल। अहिले चाहिँ अलिअलि देखिरहेछ।
अब बाई बाई अपी होइन अब नेक्स्ट टाइम आइन्छ ल ल चाल चाल आउनु ढिला हुँदैछ अब 6 बज्नु लाग्यो होइन 6 बज्यो भने त अँध्यारो नि हुन्छ आज अँध्यारोमा पुगिन्छ बुद्धि होइन अनि बिहान बुद्धिबाट चाहिँ मेरो घर पुग्न 1 घन्टा लाग्छ होइन हिँडेर 1 घन्टा ल बाई बाई अपी होइन अब लास्ट टाइम देखियो अपी अब चाहिँ नेक्स्ट इयर आइन्छ अपी होइन नेक्स्ट इयर चाहिँ पक्का आइन्छ फिक्स आइन्छ